बोक्सीको आरोप, अन्धविश्वास, षड्यन्त्र र पछुतोको कथा। यो कथा हो रामेको, जसले आफ्नी श्रीमतीको क्रूरतापूर्वक हत्या गर्यो र आफ्नै छोराछोरीलाई टुहुरो बनायो। धेरै वर्ष पहिलेको कुरा हो। रामेको परिवारले रामेको विवाह गरिदियो जब रामे 17 वर्षको थियो र सीता मात्र 7 वर्षकी थिइन्। एकातिर त्यो समयमा बालिकाको बालविवाह सामान्य र सामाजिक प्रतिष्ठाको विषय थियो भने अर्कोतिर आफ्नी हुनेवाला श्रीमती कन्याकुमारी नै हुनुपर्ने मानसिक सोच र त्यसको सामाजिक दबावमा केटाहरू हुने गर्थे। विवाह गरेको दिनदेखि नै उसकी श्रीमती सीता रामेको परिवारसित नै बस्थे। सीताको विवाह बच्चा अवस्थामै भएकोले सीता रातमा रामेको दिदी बहिनीसित सुत्थी भने दिनभर सीताले उसको श्रीमान, सासू, ससुरा, नन्दहरू, देवरहरू आदिले अराएको काम गर्थे। यसरी समय बित्दै गयो। यसै गर्दा गर्दै जब सीताको उमेर लगभग 15-16 वर्षको पुगेको हुँदो हो, तब एक दिन उसको देवर बिरामी पर्यो। बिरामी देवर पो नारी छामेर देउता चढेका उनका ससुराले सीतालाई बोक्सी विद्या र टुनामुना गरेर बिरामी पारेको आरोप लगायो। त्यो दिनदेखि सीताको जीवनमा धेरै परिवर्तन भयो। त्यो दिनपछि त्यो घरमा जो बिरामी परे पनि सीताले बोक्सी विद्या र टुनामुना गरेर बिरामी पारेको कारण सीतालाई निर्घात कुटपिट सुरु भयो। लगभग त्यही समयमा सीताको देवरलाई पनि देउता चढेर सीता बोक्सी नै भएको प्रमाणित गर्यो। अब सबै परिवार, नन्द, देवर, देउरानी, सासू, ससुरा लगायत छरछिमेक हुँदै पुरै गाउँमा जो बिरामी परे पनि सीताको बोक्सी विद्या र टुनामुना मुख्य कारण बनाइयो। यो कुराले रामे बेहेरे तनावमा पर्यो। रामेलाई अब बोक्सीको श्रीमान भएकोमा ग्लानि महसुस हुन थाल्यो। सबै गाउँले र परिवारको नजरमा आफू बोक्सीको श्रीमान भएकोमा उसलाई यति हीनताबोध र तनाव हुँदै जान थाल्यो कि रामेले मनमनै अब आफ्नो 2 सन्तानको आमा सीतालाई मारेर बोक्सीको श्रीमानको दाग मेटाउने निर्णय गर्यो। उसले यो गोप्य योजना आफ्नो भाइ र बहिनीलाई सुनायो। यसको यो योजनामा उसका भाइ र बहिनी पनि सहमत भए र एक दिन रामे, उसको भाइ र उसको बहिनी मिलेर पिटी विभत्स तरिकाले सीताको हत्या गर्न सफल भए। हत्या गरिसकेपछि रामेलाई लागेको थियो उसको परिवार र उसको पुरै समाज अब मान्छे बिरामी पर्ने समस्याको अन्त्य भयो। तर त्यस्तो भएन। मान्छे बिरामी हुन रोकिएनन्। अब सीताका माइतीले छोरीको हत्या ज्वाइले गरेको थाहा पाएपछि पुलिसमा उजुरी गरे। प्रहरीले ज्वाइको सबै परिवारलाई पक्राउ गरी अनुसन्धान सुरु गर्यो। परिवारका अन्य सदस्यले सीतालाई रामेले नै मारेको र आफ्नो कुनै दोष नभएको प्रमाणित गरी प्रहरीबाट उम्किन सफल भए भने रामेलाई अदालतले आजीवन जेल सजाय सुनायो। जेलमा बसेको रामेसँगै जेलमा बस्ने अर्को कैदीसित कुरा गर्ने क्रममा एक दिन आफू कसरी जेल परेको भन्ने कहानी सुनायो। यो कहानी सुनेर त्यो अर्को कैदी छक्कै पर्दै सोध्यो, होइन यो बोक्सी विद्या तेरो श्रीमतीले कुन स्कुल गएर सिकी? डाक्टर, इन्जिनियर, शिक्षक, नयाँ भाषा, नयाँ सिप सिक्न 8-10 वर्ष लाग्छ। बोक्सी विद्या सिक्न कति वर्ष लाग्यो? सधैँ तेरो घरमा बस्ने तेरी श्रीमती कति वर्ष कहाँ गएर बोक्सी विद्या सिकी? रामे अक्क न बक्क भयो। मेरो 12 भाइलाई देउताले भनेको रे, रामेले उत्तर दियो। त्यो अर्को कैदीले फेरि प्रश्न गर्यो, तेरो 12 भाइलाई साँच्चीकै देउताले भनेको हो कि उनीहरूले तलाई हामीलाई त देउता चढेको छ भनेर ढाँटे? रामे फेरि अक्क न बक्क भयो। ऊ धेरै बेर टोलायो। उसलाई 12 भाइले नाटक गरेर आफूलाई फसाए कि साँच्चैकै उनीहरूलाई देउताले भन्यो भन्ने कुरामा शङ्का लाग्यो। उनीहरूले आफूलाई जेल पर्दा उनीहरू निर्दोष भएको भनेर झुटो बोलेर प्रहरीको फन्दाबाट फुत्केको कुरा सम्झ्यो। प्रहरीसित झुटो बोल्नेले आफूसित पनि झुटो बोलेको हुन सक्ने सिराबाट पनि उसले सोच्न थाल्यो। अब उसको दिमागमा आफ्नी मृत श्रीमतीको विगतको तस्बिर धमिलो लाग्न थाल्यो। केही मिनेट पहिलेसम्म आफ्नी श्रीमती बोक्सी वा डायन भएकोमा छर्लङ्ग थियो, तर त्यो तस्बिर अब धमिलो हुन थाल्यो। कता कता उसलाई आफ्नो बा, भाइ र बहिनीको कुरा सुनेर आफू उल्लु त बनिन भनेर शङ्का लाग्न थाल्यो। कुनै अर्को दिन उसको कुरा अर्को कैदीसित भयो, जो धेरै पढेको भौतिकवादी कम्युनिस्ट थियो। त्यो कम्युनिस्टले भन्यो, मान्छेको कसैको पनि विश्वास नगर्नु, मान्छे धोकेबाज हुन्छन्, हुँदै नभएको देवी देवता बोक्सी हुन्छ भनेर मान्छेलाई उल्लु बनाउँछन्। यो कुराले बिस्तारै रामेलाई छुन थाल्छ।
त्यस्तैमा एक दिन श्यामे रामे र रामेको भाइको एकदमै मिल्ने साथी रामेलाई जेलमै भेट्न आउँछ। उनीहरूको कुरा हुँदै गर्दा श्यामेले भन्छ, एउटा गोप्य कुरा छ, कसैलाई भन्दैनस् भने मात्रै म तँलाई त्यो कुरा भन्छु। रामेले आफू मरे पनि कसैलाई नभन्ने आश्वस्त पारेपछि श्यामेले रामेलाई भन्यो, तेरो भाइ, तेरो बहिनी र तेरो बाले मिलेर तेरो जिन्दगी खतम पारे। तेरो बहिनीलाई तेरो श्रीमतीले के कुरामा चित्त दुखाएको थियो कुन्नी त्यो थाहा भएन। तर तेरो भाइले तेरो श्रीमतीसँग यौन सम्पर्क गर्न कोसिस गरेको थियो रे। तेरो श्रीमतीले उसलाई यौन सम्पर्क गर्न नदिएको कारण तेरो भाइको मनमा बदला लिने सोच आयो रे। तेरो भाइले यो कुरा बाहिर आयो भने बेइज्जत हुन्छ कि भन्ने सोचेर त्यो सम्भावित बेइज्जतबाट बच्न भित्रभित्रै तेरो श्रीमतीलाई बाटोबाट पन्छाउने र तँलाई जिन्दगीभर जेलमा सडाउने योजना बनाएको थियो रे। त्यो योजना सफल भएकाले तैँले गर्दै आइरहेको जागिर उसैले पायो। घरमा छुट्टिँदा उसको सम्पत्तिको अंश बढ्यो र उसको आफ्नो बेइज्जत नहुने योजना सफल भयो। यो कारणले तेरो भाइ धेरै खुसी छ। तेरो भाइको पनि म एकदमै घनिष्ठ साथी भएकोले एक दिन उसैले मलाई रक्सीको नसामा भएको बेला यो बारेमा विस्तृतमा भनेको थियो। आफ्नै बुबा, भाइ, बहिनी सबैले उसलाई धोका दिएको थाहा पाएपछि रामेले संसारमा आफू एकदमै एक्लो भएको महसुस गर्यो। आफूलाई माया गर्ने आफ्नै जीवनसाथीको हत्या गरेकोमा रामेलाई धेरै पछुतो लाग्यो। आजीवन कारावास परेकोले आफू केही गर्न नसक्ने असहाय भएको महसुस भयो। आफ्नै श्रीमतीको हत्या गरेको ग्लानि उसमा यति भयो कि उसले खाना र पानी नै बन्द गरेर त्यही जेलमै मर्यो। जसलाई बोक्सी सम्झेर उसले मारेको थियो, अन्तिम सास फेर्दासम्म उसले त्यही निर्दोष श्रीमतीको अनुहार मात्र सम्झिरह्यो। अपराध बोधले जलिरहेको रामे अन्ततः त्यही जेलभित्र संसारबाट विदा भयो।